हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। के छ खबर? सन्चै हुनुहुन्छ होला सबैजना। र फेरि पनि एउटा भ्लग लिएर आइसकेको छु धेरै दिन पछाडि। र यो भ्लग चाहिँ इन्डियाको सोलन भन्ने ठाउँबाट स्टार्ट भएको छ। ल हेर्न सक्नुहुन्छ ब्याकग्राउन्ड सिन यस्तो छ। पाहाडमा छौँ अहिले हामी चाहिँ। अहिले त्यहाँ नास्ता खान अड्डेको छौँ। यहाँ मोमोस खाने अब टक्क लगाएर। अनि पछाडि यो हामी आएको साधन। ल हेर्न सक्नुहुन्छ मोमोस आइसक्यो। मोमोस खाएर अब सिधै हामी जान्छौँ सोलनमा। अब त्यहाँ मन्दिर खतरा छ गाइज। मोमोस चाहिँ खतरा स्पेशल पाइन्छ। ये खत्म हो गया, मोमोस खत्म हो गया, इतना ही है। और आजा यहाँ चाहिँ मोमोस एकदम खतरनाक मिठो पाइन्छ। हेर्न सक्नुहुन्छ अब मोमोस खाने। उसको बुखार है, हुन्छ बीमार है ना? दाइको छोरी हो। उसको बुखार है। यहाँ चाहिँ मेरो दाइको साथी। ल ठिकै छ, मोमोस खाने। लो मोमोस खाँदैछौँ। नाचेगी आजा। भेज हो भेज। अहिले चाहिँ मन्दिर जाँदा छौँ, त्यही भएर भेज खानु। खान्छु म पठाइए ले चटनी डाल खा ले म्यूनिस खा ले। दाल तो खाएगी नहीं तू। ले ज्यादा हो जाएगा, ज्यादा थोड़ा खा ले। थोड़ा खा ले, काट ले। और खा अलराइट गाइज, हामी चाहिँ आइसकेका छौँ। अघि न चाहिँ मैले भ्लग गर्न सकिनँ र सिधै हामी आफ्नो डेस्टिनेसनमा आइसकेका छौँ। ल हेर्न सक्नुहुन्छ सिन। उता चाहिँ झर्ना छ होइन। ल अब चाहिँ जाऊँ यसको। त्यहाँ मन्दिर पनि छ भन्थ्यो कसले। जाँदै गरौँ। पहाड हेर्न सक्नुहुन्छ गाइज। हामी चाहिँ बिहान आयौँ गाइज, अहिले साँझ हुन लाग्यो। बस्ने टाढाबाट आयौँ। के कुरा गर्ने हो र आइफोन। गाइज हामी चाहिँ घर जाँदैछौँ अब। टक्क लागेन हो। खाने की पानी। हाम्रो युवालाई हेर्न सक्नुहुन्छ। देख फोटो खींच। हे मेरो छोरी हो गाइज। पहाड खतरा रहेछ गाइज। नेपाल जस्तै पुरै नेपाली भाइब आइरहेछ। नेपाली भाइब। बाटो पनि नेपालको जस्तो छ। हामी मन्दिर जाँदैछौँ। यहाँबाट निक्लिसक्यौँ। पानी पड़ा होगा ना। बाहिरको सिनहरू सक्नुहुन्छ कस्तो छ। एकदम पहाड। पानी भी ल गाइज, हामी चाहिँ मन्दिर आइसक्यौँ। हेर्न सक्नुहुन्छ। मन्दिर चाहिँ उता माथि छ। अब माथि जानुपर्छ हामीहरू। ओहो गाइज, मन्दिर आइसकेको छ। हेर्न सक्नुहुन्छ। र यति नै हात्ती छ। के हो त्यो? आइसक्यो मन्दिर पनि। मन्दिर चाहिँ खतरा रहेछ गाइज। हेर्न सक्नुहुन्छ मन्दिरमा। के हो तिमी? के हो यस्तो खतरनाक देखेको छ पछाडिको सिनले।
र यहाँ चाहिँ हामी जुत्ता उतार्न आएछौँ। बहुत लगती है। इसमें था लड़की है, लड़की है चला डर गई। चरा मात्रै खाउँछ नि त भित्र। हामीले चाहिँ भित्रबाट पूजासुजा गरेर आइसक्यौँ र भित्र उता क्यामेराको अलाउ थिएन, त्यही भएर भित्र भिडियो बनाउनु पाएन। भित्र चाहिँ एकदमै राम्रो थियो। र अहिले चाहिँ हामी अब घर जाँदैछौँ। अब टक्क लगाएर यहाँबाट सिधै घर जानुपर्ने हुन्छ। अब अहिले चाहिँ 6-7 साढे 6 बजिसक्यो। त्यो भ्लग कस्तो लाग्यो भन्नु होला र च्यानलमा नयाँ च्यानल लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। फेरि एउटा अर्को भिडियोमा त्यति बेलासम्मको लागि बाई।